अर्धवार्षिक परीक्षा चलिरहेको थियो अनि परीक्षा हलबाट विद्यार्थीहरू परीक्षा सकेर बाहिर निस्किँदै थियो अनि विद्यार्थीहरूले क्वेसन पेपर चौरीभरि फ्याँकिराखेको अनि मेरो पालि एउटा क्वेसन पेपर टिपेर यसो हेरेको जसमध्येमा त्यो 7औं नम्बरको प्रश्न छ। त्यो 7औं नम्बरको प्रश्न चाहिँ आमा समूहको काम के हो भनेर सोधिएको रहेछ। अब त्यहाँ पाठ्य पुस्तक पाठ्यक्रममा जेसुकै लेखेको भए पनि सही उत्तर चाहिँ म बताउँछु है, सुन्नुहोस् है। आमा समूहको काम के हो? त्यसको सही उत्तर हुन्छ समूहको सबै आमाहरू एकै ठाउँमा जम्मा भएर क्या आफ्नो पोइ आफ्नो लोग्नेको कुरा काट्ने हो कि। तेरो पोइ कस्तो है, मेरो पोइ यस्तो, तेरो पोइले कस्तो गर्छ, मेरो पोइले यस्तो गर्छ।